पिरती जुनी बिछ हो खोज्दैमा ओखती खन्न मत लम्पति सुरती हो लौ किन लौ चुक जाने पिरती Thank you. Thanks so much. What a battle it was. Yes. Team Khemko yo battle. Okay, once more. I remember. Team Khemko अहिलेको यो battle यहाँलाई कस्तो लाग्यो? I'm going to start with Coach Melina. कुनै कमेन्टै छैन खासमा. यस्तो मजाले परफर्म गर्नुभयो दुवैजनाले है. All the very best. Thank you, ma'am. र म एज अ कोच चाहिँ केही सजेस्ट गर्न चाहन्छु ल दुवैजनालाई है. फुर्बाको नोटको त केही डाउटै छैन है. यस्तो नोट टु नोट Thank you so much. यति राम्रो नोट लाएर तपाईँले गाउनुभयो. तर एउटा सजेस्ट म के गर्छु भने तपाईँले हाई गाउँदाखेरि माइकको प्लेसमेन्ट चाहिँ अलिकति डाउन हुनुपर्छ है. एकदमै जस्तै फेरि यता ज्यास्मिनले चाहिँ हाई गाउँदाखेरि तपाईँको चाहिँ डाउन गइरहेको थियो क्या. किनभने तपाईँको भोइस त्यति राम्ररी सुनिएको थिएन. त्यो हुँदाखेरि चाहिँ तपाईँले माइक चाहिँ सकेसम्म मुखको छेउमा लगेर गाउनुपर्ने हुन्छ. ल त्यो पार्ट दुईजनाले एकचोटि गरेर देखाउँछ ल. कोचले सिकाइसक्नु भएको छ. यहाँनिर चाहिँ अलिकति उल्टो भयो. कस्तो भने उहाँको चाहिँ माइक डाउन भयो, उहाँको चाहिँ नजिक गयो क्या. अनि त्यसले गर्दा ब्यालेन्स अलिकति मिलेन. कहाँनिर चाहिँ कोचले माइक डाउन गर्नुपर्छ भन्नुभएको थियो. विशेष गरी मेल भोकलले चाहिँ एकदमै याद गर्नुपर्छ है ल. हाई गाउँदाखेरि जहिले पनि तल माइक लाने, एकदमै हाई गाउँदाखेरि, अनि लो गाउँदाखेरि फेरि नजिक. पुरै नजिक लगेर गाउँदाखेरि एकदम कानमा एकदम स्ट्रेट हान्छ. हो यसरी ब्यालेन्स गर्नु होला. अब यताको सल्लाह चाहिँ के थियो? त्यति नै छ. ज्यास्मिनको भोइस टेक्स्चर मलाई एकदमै मन पर्यो. एकदम सुदिङ भोइस है. मिठो छ है हजुरको आवाज.
एकदम मिठो छ थोरै तपाईँको फ्रिक्वेन्सी अलिकति लो भएको कारणले तपाईँले पनि माइक प्लेसमेन्टमा चाहिँ याद गर्नुपर्ने हुन्छ होइन बाँकी त एकदमै राम्रो लाग्यो तपाईँहरूको पर्फर्मेन्स अल द भेरी बेस्ट है थ्याङ्क यू ओके नाउ आई कम टु कोच राजु कस्तो थियो त टिम खेमको यो ब्याटल कोच खेमलाई एकदमै धेरै कङ्ग्रेचुलेसन यति राम्रो गीत छान्नु भएको छ र राम्रो ट्यालेन्टहरूले पनि त्यो राम्रो गीतलाई त्यत्तिकै राम्रोसँग निभाउनु भएको छ सो जास्मिन एन्ड पूर्वा कङ्ग्रेचुलेसन यति मिठो गाइदिनु भयो मैले धेरै मान्छेले यो गीतलाई कभर गरेको सुनेको छु होइन बट दिस इज द बेस्ट सो तपाईँ र दुईजनालाई एकदमै धेरै बधाई छ एकदमै मिठो गाउनुभयो अनि मलाई लाग्छ यो अमृत दाइले गाउनुभएको गीत हो नेपथ्यको होइन उहाँहरूले के गरी हेर्नुभयो भने पनि ओके दिस इज द बेस्ट भनेर भन्नुहुन्छ आइएम सो 100% स्योर है सो राम्रो गर्दै जानुहोस् अझै राम्रो होस् अझै प्रगति भएको हेर्न चाहन्छु म तपाईँहरू दुवैजनाको है ओके कोच उदय कस्तो थियो त टिम खेमको यो ब्याटल राम्रो छ बेटर छ ठिक छ दुईजनाको एकदम राम्रो अहिलेको गीतलाई राम्रो न्याय गर्नुभएको छ अल द बेस्ट Thank you, sir. सो खेम आफ्नै